खास गरेर तपाईहरुसँग यो स्टेक होल्डर्सहरुसँग चाहिँ यो पोल्युसनलाई चेक गर्नुको लागि यो अहिले चाहिँ लिमिटेसन चाहिँ क्रस गर्दै गरेको र सिम्पटम्सहरु चाहिँ जुन देखा परिरहेको छ यो आँखा पोल्नेदेखि लिएर यो चाहिँ घाँटी खसखस हुनेदेखि लिएर सबै कुराहरु चाहिँ जो भइरहेको छ यसलाई चाहिँ अब इमिडिएटली यसलाई चाहिँ सर्ट टर्ममा अहिले तत्कालै गभर्नमेन्टले चाहिँ गर्न सक्ने के हो त भन्ने कुरालाई त्यसलाई चाहिँ अझ यसलाई यकिन गर्नुको लागि यो चाहिँ एक्सपर्ट्सहरुको भ्यू पोइन्ट लिएर मात्र डिसिजन गर्दाखेरि राम्रो हुन्छ भन्ने भएको कारणले गर्दाखेरि आज चाहिँ तपाईहरुसँग चाहिँ यो इन्टर्याक्ट गरेर तपाईहरुको चाहिँ सुझाव जुन तपाईहरुले चाहिँ दिनुभएको छ त्यसको लागि चाहिँ नेपाल सरकारको तर्फबाट तपाईहरु सबैलाई चाहिँ धन्यवाद दिँदै अब चाहिँ चाँडै नै हामीले चाहिँ सम्बन्धित अरु निकायहरुसँग पनि कुरा गरेर परामर्श गरेर अनि डिसिजन गरेर इमिडिएटली गर्नुपर्ने कामहरुमा चाहिँ नेपाल सरकारले चाहिँ गर्ने छ भन्ने कुरा तपाईहरुले चाहिँ भन्दै फेरि पनि तपाईहरु सबैलाई चाहिँ सर्ट नोटिसमा तपाईहरु सबै चाहिँ आइदिनु भयो तपाईहरुको भ्यू पोइन्ट्सहरु तपाईहरु चाहिँ राखिदिनु भयो यसले गर्दाखेरि यो चाहिँ जुन अब यो चाहिँ बढ्दै गइरहेको जुन प्रदूषण हो त्यो पोल्युसन देखि लिएर सबै जुन इन्डस्ट्री देखि लिएर यो चाहिँ डढेलुको कारणले गर्दाखेरि कारणहरु थुप्रै छन् त्यसलाई चाहिँ चेक गर्नुको लागि अब इमिडिएट हामीले के गर्दाखेरि राम्रो हुन्छ म फेरि पनि के भन्छु भन्दाखेरि तपाईहरुले चाहिँ दिनुभएको सजेसनलाई नै आधार मानेर फेरि पनि गभर्नमेन्टले चाहिँ अरु निकायहरुसँग पनि छलफल गरेर चाँडै नै एउटा चाहिँ रिजल्ट एउटा चाहिँ निर्णय चाहिँ हामी सुनाउँछौं यदि भन्दै सबैलाई धन्यवाद दिँदै यो चाहिँ